मामबाको एउटा भिडियो हालेको रवि लामिछानेको झोले अरे यस हो म रवि लामिछानेको झोले नै हो। मलाई प्राउड फिल हुन्छ क्या रवि लामिछानेको झोले भन्दा। तिमी जस्तो रिसाउँदिन क्या म झोले भन्दाखेरि, किनकि म रवि लामिछानेको एकदम ठुलो सपोर्टर हो, एकदम ठुलो शुभचिन्तक हो। र यो जेनजी आन्दोलन भन्छ के भन्छ होइन, यो सबै जन्माएको रवि लामिछानेले हो। यो मेरो व्यक्तिगत सोचाइमा, किनकि यत्रो वर्षमा 30 वर्षमा राजनीति गरे यिनीहरू बुढाहरूले, तर कसैको हिम्मत थिएन कि आर्जु राणाहरूलाई जेल चलान गर्ने भनेर, केस चलाउने, गृहमन्त्री भन्दा उसले हिम्मत गरेको। त्यो हिम्मतले सबैले उसलाई सपोर्ट गरेको थिएँ। मैले त टिभीमा कार्यक्रम उसले चलाउनदेखि नै सपोर्ट गरेको छु उसको। मैले हिम्मतलाई मान्छु क्या। अहिलेको गृहमन्त्रीको ठाउँमा रवि लामिछाने भएको यति बेला आधाभन्दा धेरै राजनीतिक दलका ठुल्ठुला नेताहरू यतिखेर खोरमा पसिसक्थे अहिलेको गृहमन्त्रीको ठाउँमा रवि भएको भए पनि। अनि र तिमीहरू भन्छौ सहकारी ठगेको छ, सहकारी ठग, जे कुरा पनि सहकारी ठग भन्छ। सहकारी ठग गरेको भए नि यतिखेर यी नेताहरूले अस्ति नै जेल चलान गरिसक्थे। यिनीहरूले राजनीतिक प्रतिशोध साँधिरहेछन्। त्यो त हामी नर्मल जनताले पनि बुझेको छौँ क्या। र यो मलाई राजनीतिक भन्ने कुरै थाहा नै थिएन। यो रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी जन्मेदेखि मलाई 100मा अहिले पनि 70% मलाई थाहा छ। राजनीति अनि मात्रै हामीले बुझ्न थालेको कि देशमा के हुँदो रहेछ, के भएको रहेछ भनेर। नत्र केही थाहा थिएन, कसले के गरेछ आई डोन्ट केयर, त्यो थाहा नै थिएन। तर रवि लामिछाने पार्टी जन्मेदेखि मैले राजनीति थोरै बुझ्न थालेको। र मलाई एक दुईवटा रवि लामिछानेको भिडियो बनाएर के अरे टिकटकतिर फेसबुकतिर हाल्दाखेरि कमेन्ट आउँछ रविको झोले भन्छ। यस हो, म रविको झोले हो। प्राउड लाग्छ मलाई रविको झोले भन्नुमा। र अहिले सहकारी ठगी भनेर जेलमा राखेका छन्। अहिले नयाँ सरकारले पनि त्यति वास्ता गरेका छैनन् होइन। तर एक दिन ऊ निक्लिन्छ होला। गल्ती गर्छ भने जेल हालिदेऊ न, म त खुसी छु। उसले गल्ती सहकारी ठगेकै छ भने त जेल चलान गरिदेऊ, भइगयो नि। किन अड्काएर राख्ने? अरू मान्छे चाहिँ त्यति नै पैसा ठग्ने मान्छेहरूलाई चाहिँ धरौटीमा निकालेर भले बाहिर मजाले घुमेर बसेछन्। उसले चाहिँ मेरो भागमा परेको कति परेको छ, मेरो भागमा कति तोकेको छ हो, त्यो म धरौटी राखेर मेरो मुद्दा चलिराखोस्, म बाहिर निक्लेर बस्न पाऊँ भन्नु नपाउने अरे। कस्तो पापीहरू छन् है। जे होस्, म चाहिँ अन्तिमसम्म नै सपोर्ट गर्छु रवि लामिछानेलाई। कोही नहोस् उसको सपोर्टमा, तर म एकजना रहिरहन्छु। I love Ravi, we need Ravi, we like Ravi. जय राष्ट्रिय स्वतन्त्र पार्टी, जय नेपाल।